हेलो नमस्ते वेलकम टु माई च्यानल। यो चाहिँ महेन्द्रनगरको बोर्डर हो। हामी चाहिँ सबै आफ्नो सामानहरू यता इन्डियन नम्बर प्लेटको गाडीमा चाहिँ ट्रान्सफर गरेर बरेली एयरपोर्ट पुग्नु थियो। बरेलीदेखि हाम्रो मुम्बईको फ्लाइट थियो अनि मुम्बई लगभग हामी 1.5 घन्टामा पुग्यौँ होला। त्यसपछि ठ्याक्कै मुम्बई एयरपोर्टमा चाहिँ हामीले इन्डियन क्रिकेटर टिमलाई देख्न पनि पाएको थियौँ। अनि यो मुम्बईको एयरपोर्ट कति ठुलो लाग्यो, यस्तो एयरपोर्ट पहिलोचोटि देखेर है। अनि हाम्रो ट्याक्सी पनि आएको थियो बाहिर, ट्याक्सीबाट हामी होटल पुग्यौँ। बस्ने चाहिँ यस्तो छ, यहाँदेखि चाहिँ बाल्कनी रहेछ। अनि यो चाहिँ टोयलेट बाथरुम। ब्रेकफास्ट गर्न आएको। ब्रेकफास्ट छ बनाना अनि वाटरमेलन, पपाया, त्यसपछि ह्यास, स्प्राउट्सहरू, गेडागुडी, सबै गेडागुडीहरू, चना अनि कर्नफ्लेक्स, अन्डा। रोटी चाहिँ के हो मलाई थाहा भएन, चामलको चाहिँ बनेको हुँदो रहेछ, चामलको रोटी जस्तै, तर आई डोन्ट नो त्यो के हो। अनि यो चाहिँ फ्राई राइस अनि दालहरू छ, त्यसपछि यो ब्रेड अनि फ्रेस जुस। यसमा चिया छ भने त्यसमा त्यो जगमा चाहिँ दुध छ। सबै चाहिँ अनलिमिटेड। गेट अफ इन्डिया पुग्यौँ। उहाँ चाहिँ हाम्रो सहरको साथी भनौँ न। त्यो चाहिँ ताज होटल रे। मुंबई को फेमस बड़ा पाव है ना। अभी एक जन उधर दिल्ली लेके जा रहा बोलता है, अच्छा सोडा पाव पार्सल कर। कस्तो लाग्यो? नेपालीबाटै रङ लगाइदिउँ रगन लगाइदिउँ भन्दै हुनुहुन्छ उहाँहरू कि अलिअलि यहाँ लगाइदिउँ भाइलाई, वहाँ बहिनीलाई लगाइदिउँ। यहाँ यस्तो कोली एउटा खेलिराख्नु भएको छ उहाँहरू। रोटीबाट आउनुभएको रे। जुहु बिच हो। यति धेरै मान्छेहरू रहेछ, यति धेरै मान्छेहरू रहेछ कि त्यहाँ नजिक जान नि कस्तो डर डर लागेको थियो है। पानी पनि फुट अनि होली पनि छ, सबै ड्रङ्क छ मान्छेहरू, त्यही भएर अलिक डर डर लागिरहेछ। चाहिँ अहिले मल आएको सेन्ट्रल मल होइन, यति ठुलो छ। वा विदेशी आए जस्तो भयो भन्नुहुन्छ। हामी विदेशै त हो नि, नेपालदेखि इन्डिया विदेश भएन। मैले चाहिँ जुत्ता किन्नुभयो। यो चाहिँ हाम्रो जुत्ता हो, वुडल्यान्ड, टप वुडल्यान्ड। This is it. मैले चाहिँ यो पर्स लगेँ। मैले चाहिँ सिन्के कसरी खाइन्छ भने सिकाउँदै हुनुहुन्छ। नेपालको सिन्की एक्सप्लेन हुँदैछ होइन। थर्ड डे हेरी यिनीहरू चाहिँ सेम नै छ। फ्रुट्स र स्प्राउट्सहरू चाहिँ यहाँ एक छ। अनि नयाँ चाहिँ के छ भन्दाखेरि आज चाहिँ पुरी छ, पुरी तरकारी, यसमा फ्राई राइस छ, जुस, चिया, यसमा छ टॉय ट्रेन बोलते हैं, टॉय ट्रेन। सिलीगुड़ी में भी आपको मिलेगा। अपना उधर है ना सिलीगुड़ी, चुप नो। तुम
ट्रेन भाग्दा 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 दौडा दौडा गुवाको लागि E1 पुग्यौँ। अब चाहिँ हाम्रो 2-3 मिनटमा ट्रेन आउँछ। ओ माई गॉड यस्तो छ। बिहान कति बज्यो? 7 बज्यो होइन? 7 बजिसकेको छ। भर्खर ट्रेनमा बस्यौँ। उल्टो भएर क्या होइन? उल्टो परेर अलिकति गर्छ तर इट्स ओके। त्यो त्यस्तो फिलिङ नहुने रहेछ। अनि हामी चाहिँ कफी खाँदैछौँ अहिले। आयो यो स्यान्डविच अनि यो चाहिँ केक रहेछ, सफ्ट केक। अनि यो केचप छ। त्यसपछि यो चाहिँ यो कर्नफ्लेक्स रहेछ, चक्लेटमा होला। यो चाहिँ फ्रुटी। फेरि ब्रेकफास्टमा नयाँ कुरा आइसक्यो। हामीले केरा पाइसक्यौँ। के खाने हो देशभरि खाएर बस्ने होइन। यो चाहिँ राइस, यो हलुवा, दाल, पनिर, आलु अनि यो चाहिँ दही हो। हाम्रो खाना, ट्रेनको खाना। हामी चाहिँ गुवा पुग्न लागि अब 1 घन्टा बाँकी छ। ट्रेनमा हामी यति खायौँ, मिठो थियो खाना है। यति खायौँ खाना हामी, यति खायौँ कि यो त केही भइसक्यो जस्तो भइसक्यो होइन। बाहिर चाहिँ एकदम गर्मी छ, भित्र अब एसी चलाएको भएर ठिक्क छ। यही चलिरहेको छ, सुत्ने उठ्ने फेरि खाने होइन। त्यस्तो बोले यहाँ से आपको हर एक जगह पे गोवा जाने के लिए बस मिलेगी, हर कॉर्नर पे। ये देखो सर, इस तरह आपको स्केचेस दिख रहे हैं ना, ये लेडीज लोग ओरिजिनल से सीख रहे हैं। मडगाउँ मडगांव सर बहुत पीछे हो गया था। यहाँ से आप लोग आए हैं ना, इससे आगे 30 किलोमीटर। उसमें क्या है? वो मडगांव सब एकदम शांत प्लेस है। ऐसा नहीं है। रेस्ट करने का। हाँ, रेस्ट। जिसको सब ई साइड है। हमारा टिकट मडगांव तक हुआ था, लेकिन इधर ही हम इतने ही रुक गए। इधर रुक गया तो मैडम अच्छा है, आपको एंटरटेन बहुत मिल जाए। तो वहाँ जाके आराम से 2 दिन आपको सोना पड़ता था होटल में। कुछ एंटरटेन नहीं है वहाँ पे। सिर्फ नाम के लिए आप गोवा आया करके। आज का डेट में हमें लिख के देता हूँ मैडम, आप आज का फोटो क्लिक करो उधर कलामुड में और स्टेटस डालो, वो गाँव में आग लगा देगा। सच में देखो सर, ये देखो ये जो कैसीनो, ये जो बोट्स है ना सर, ये शाम को 5 बजे चालू होता है। ये बहुत मतलब बड़ी बड़ी ये है, ये वाला गजब है। कितना दूर लग जाएगा ये? कौन सा? कितना दूर तक ले जाएगा ये? ये इधर जाता नहीं सर, इसके अंदर सब एंटरटेनमेंट इधर जाना है। ये जो क्रूजिंग बोट जाता है ना, 30 किलोमीटर जाता है, 30 किलोमीटर आता है। ये 1 घंटा आपको 700 से लेकर 500 तक का टिकट है। और ये क्या है ना $15 मच्छी दरिया में मानते बहुत लोग फ्रेश मच्छी होते हैं। हाम्रो चाहिँ गोवामा यस्तो छ होटेल। यहाँ चाहिँ हाम्रो रुम चाहिँ यस्तो छ। त्यसपछि यहाँ कफी मेकिङ, टोइलेट बाथरुम। Oh, you get it. Okay, then we have a singer here. So, whatever, whether the bathroom or whether it's the playback singer. But please, झेल लेना. हामी चाहिँ खाना खान जाँदैछौँ। हाम्रो रुम चाहिँ उता छ।
यता चाहिँ रेस्टुरेन्ट, त्यसपछि चाहिँ बिच पनि छ। यति डाइरेक्ट बिच छ यता। ब्रेकफास्ट आयो, पराठा, फ्रुट्स। चाहिँ हाम्रो यो कपालमा यस्तो बाट्ने रे उहाँले 150 मा गरिदिँदै हुनुहुन्छ। ल हामी चाहिँ अहिले बिचमा छौँ। सनसेट भ्यू लिन आएको। अझै साँझ चाहिँ भएको छैन। खाएर बस्दै गरेको यस्तो छ। मैले हट चक्लेट खाएँ, चिकन चिल्ली खायौँ। त्यसपछि अब यो चिकन तावा होइन आएको छ। यो चाहिँ हामी ठक्क सनसेट हेर्न आएको बिचमा, बागा बिच गोवामा। रमाइलो भइरहेछ, रमाइलो भइरहेछ। वाउ, सबैले हरायो। यस्तो कमेडी भयो नि मक्क। भन्दै हराएको। चाहिँ भाइब्स है, भाइब्स नाइट लाइफ अफ गोवा बागा बिच यस्तो छ। डिनर बेला भएको छ। यो चाहिँ प्यानकेक विथ हनी हो, फ्रुट्स यस्तो चल्दैछ। हेर है, आएको चाहिँ यति छ। यति खाएपछि त हामी 12 बजीसम्म केही नखाइ नि हुन्छ होइन। ब्रेकफास्ट गएको बेला चाहिँ मैले यो पाएँ फ्रम होटल। आज वुमेन्स डे भएर ह्याप्पी वुमेन्स भनेर यो दिएको। हामी चाहिँ अहिले मार्केटतिर गइरहेछौँ। कस्तो लागिरहेछ त? रमाइलो है। गोवा राम्रो कि मुम्बई राम्रो? गोवा नै राम्रो लाग्छ। लाग्यो कि लाग्छ? लाग्यो है। गोवामै बस्नु पाए हुन्छ। काजु यसरी पुरै भुजा प्याक गरे जसरी प्याक गर्दो रहेछ। अनि यहाँको स्पेसल चाहिँ यो बोक्रासँगैको काजु छोडाएर खान चाहिँ राम्रो र मिठो टेस्टी हुने भएको रे। हामी चाहिँ गिफ्टहरू दिनलाई यति धेरै प्याक गर्दैछन्। प्याक गर्दै हुनुहुन्छ। अब गोवादेखि दिल्ली जाने चाहिँ कुरिरहेको हो। बोर्डिङ भइसक्यो। यहाँबाट लगभग 2 घन्टा 30 मिनटको फ्लाइट हुन्छ अरे। एकछि अब कस्तो हुन्छ अरे। एकदमै ठुलो छ यहाँको एयरपोर्ट पनि। सेम लाइक मुम्बईमा जस्तो थियो त्यस्तै नै छ। चाहिँ दिल्ली एयरपोर्ट पुग्यौँ। महात्मा गान्धी एयरपोर्ट होइन? इन्दिरा गान्धी होला। ए इन्दिरा गान्धी एयरपोर्ट रहेछ। एकदमै राम्रो छ। भित्रैबाट ट्याक्सी बुक गर्न मिल्दो रहेछ। अनि भित्रैबाट ट्याक्सी बुक गरेपछि चाहिँ सामानहरू सबै लिएर ट्याक्सी स्ट्यान्डसम्म उहाँहरूले नै लगाउनु रहेछ। त्यही गर्दैछौँ। हामी चाहिँ दिल्लीदेखि अब महेन्द्रनगरसम्म जाने गाडीमा चढ्यौँ।
भोलि बिहान पुग्छ है इन्डिया टुर इन भयो हाम्रो त्यो बसपातमा चाहिँ प्रायः सब नेपाली नै हुने रहेछ अनि त्यसपछि काउन्टरहरूमा पनि नेपाली मान्छेहरू बस्नु हुँदो रहेछ नेपालै आए जस्तो फिल हुँदो रहेछ है अनि सबैले नेपालकै ठाउँ भन्ने कि फेरि रूपैयाँ महेन्द्रनगर कतरिया